नमस्ते हजुरहरू, यो मेरो नयाँ युट्युब च्यानल हो। रेशमा श्रेष्ठ युट्युब च्यानल। सबैले माया गरिदिनु भएर पुरा भिडियो हेरिदिनुस् अनि सब्स्क्राइब शेयर कमेन्ट पनि गरिदिनुस्। हस्। एक्सन। हेर्न त जानु पर्यो नि त, जे भयो आज जस्तो नि हुन्छ, जानु पर्छ त भाइ। कस्तो छ जीवन ए यहाँ जीवन भाइ। हस् हस् कट एउटालाई यता हेर एउटा उता हेर। तपाईँलाई थाहा दिनु त यो मेजरमा के मेरो ल हेर्नु पिलिक लाएर जीवन जीवन भनेर जीवन हुनु। एक्सन। जीवन ए जीवन भाइ यहाँ आउनु त। जीवन 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 भाइ ए जीवन भाइ यहाँ आउनु त एकछिन। जीवन हेर्नु जीवन यहाँबाट जानु जीवन यहाँबाट जानु हेर्नु है उहाँलाई हेर्नु। किन बोलाउनु ए जीवन त हस्पिटल गएर आएको होइन त? हो मेजर भाइ, हस्पिटल गएर आएको। अनि खोइ के भएछ भाइले फोन गरेको थियो अनि म त जाउलो लिएर जान लाग्यो। अनि काकालाई कस्तो छ त? खै अहिले भाइ र मेरो बुढी बसिया छन्। अब म गएर जाउलो लिएर गएपछि थाहा हुन्छ। अनि हामीलाई भेट्न दिन्छ दिएन? एकचोटि यहाँ न। हस् जीवन कुरो हेर क्या बुढा एकछिन भयो कुरो परेन मेरो के मुन्त्री यसरी के अरे होइन लाइट साइड के चाहियो भन है। चाहिँदैन त मेरो बाटो। रिफ्लेक्टर ल्याउनु न त्यो लाइट दिनुहोस् क्या यो। त हस्पिटल गएको होइनस् र? हो मेजर भाइ गएर आएको। अनि भाइले के भएर फोन गर्यो अनि त्यो होइन सर। ए एक्सन। गएर आएको हो मेजर भाइ। अब फेरि जानुपर्छ। अहिले भाइ र कल्पनालाई छोडेर आएको छ। किन नि हस्पिटलबाट भर्खरै फर्केर आएर फेरि जानु पर्यो? आउँदै थिएँ भाइले फोन गर्यो अनिखेरि किन हो भनेर। अब आएको बेलामा अलिकति जाउलो लिएर जाउँ कि भनेर। ए कट घरबाट अनि तपाईँ हटिनु है। भाइले फोन गर्यो खोइ के मिलेन रे भन्यो अनि म त फेरि फर्किनुपर्छ भनेको त्यही भएर। ए उसो भए हामी पनि हस्पिटल जान लागेको थियौँ नि त। अब किन जानुहुन्छ तपाईँहरू? कट अब नगइकन कसै थाहा हुन्छ। त्यही भएर म त गएँ। ए के भएछ त? अब के भएछ भन्नु त्यो कहाँ कुरै अर्कै मिलाइछ र एक्सन। अब नगइकन के थाहा हुन्छ र? अब भाइले फोन गर्यो। हामी पनि हस्पिटल जान लाग्यो काकालाई भेट्नलाई। होइन नजानुस्। अब भेट्न दिने होइन। तपाईँहरू गएर त्यहाँ भिड मात्र किन गर्नुहुन्छ? नजानुस् फर्किनुहोस्। कट ल अब यो अहिले सँगै बस्नु मेरो किन र भनेपछि अनि एक्सन। ए त हस्पिटल गएको होइनस् र? गएको त हो नि भाइले फोन गर्यो फेरि जानु पर्यो घर गएर। किन नि भर्खरै हस्पिटल गएर आएन? अब भाइले फोन गरेको थियो अपरेसन गर्न मिलेन भनेर। कट कट ल अब ऊ बाजे भाइ। ए हो र के भएछ त? के भएछ त भाइ? ल है के भएछ भनेपछि अब नगई कहाँ थाहा हुन्छ भनेर जानु पर्दैन चाहन्छु।
हामी पनि हस्पिटल जाउँ भनेर ल एक्सन ए के भएछ त अब नगइकन कहाँ थाहा हुन्छ बेला ल म त गएँ हतार छ हामी पनि हस्पिटल जान लागेको अब किन जानु पर्यो फर्किनुहोस् काकालाई केही हुँदैन हामीलाई त भेट देखाउनु राम्रोसँग ए जाउँ त दाइ उसो भए हामी घर कट